नमस्ते अनि स्वागत छ हजुरहरूलाई रमाइलो भ्लग्स 02 मा। आज फागुन 19 गते होलीको दिन विशेष गरी सबैजनालाई ह्याप्पी होली भन्न चाहे। र आज हामी बाख्राको वेट यो फिताले नापेर के कसरी निस्किन्छ भन्ने कुरा म हजुरहरूलाई देखाउन गइरहेको छु। कसरी नाप्ने के गर्ने भन्ने विषयमा म देखाउने छु। ल है त सुरु गर्दै जाउँ है त हामी। सबभन्दा पहिला यसरी लिएर नाप्नुस्। यो चाहिँ इन्चीमा नाप्नुपर्छ है। अलि अगाडि आउनुस्। ठ्याक्क यहाँको हड्डीदेखि लिएर ठ्याक्क यसको यहाँ लास्ट पोइन्टमा यहाँ यहाँनिर हड्डी हुन्छ। यो हड्डीमा चाहिँ ठ्याक्क नाप्नुपर्ने हुन्छ। बाख्रा चाहिँ अलिकति सिधा पोजिसनमा भयो भने चाहिँ ठ्याक्कै मिल्छ है, नत्र चाहिँ अलिकति खासै नमिल्ने सम्भावना हुनसक्छ। ठ्याक्क यसरी यहाँदेखिको हड्डीमा चाहिँ यहाँदेखि नाप्नु पऱ्यो। ठ्याक्क इन्चीमा नाप्नु पर्दा ल हाम्रो चाहिँ 25 इन्ची निस्क्यो है लम्बाइ चाहिँ। त्यसपछि चाहिँ नाप्नुपर्ने हुन्छ यो गोलाइ। ठ्याक्क यो पोजिसनमा अलि खुट्टा यस्तो सिधा तरिकाले ठ्याक्क यसरी नाप्दाखेरि चाहिँ यहाँ चाहिँ 26.5 इन्ची निस्क्यो है। ल है अब यो हिसाब चाहिँ हामी क्यालकुलेसन गरेर देखाउँछौँ हजुरहरूलाई। के कसरी गर्नुपर्छ हजुरहरूले हेरिदिनुहोस्। यसको चाहिँ गोलाइ रहेको थियो 26 इन्ची है। 26 इन्ची भनेपछि गोलाइ इन्टु गोलाइ भयो। त्यसपछि इन्टु लम्बाइ इन्टु 25 इन्ची गरेर यसलाई चाहिँ भागा 660 ले भाग गर्नु पर्यो है त। गर्दाखेरि 25 किलो निस्कियो है। 25 किलो 25.60 निस्कियो। यो चाहिँ जिम्दो वेट हो। अब यसलाई चाहिँ काटेको मासु चाहिँ यसको कति निस्किन्छ भनेर उ गर्नको लागि चाहिँ यसको चाहिँ इन्टु 68% ले गरिदिनु भयो भने तपाईँको ठ्याक्कै निस्किन्छ है। अब यो चाहिँ काटेको चाहिँ तपाईँको 17.412 निस्किने भयो। काटेको चाहिँ जिम्दो चाहिँ 25.60 निस्किने भयो है। ल यो बाख्रा चाहिँ हामीले काट्ने हो, अहिले तत्कालै काट्ने हो। हामी काट्दै गरेकोदेखि लिएर सबै कुराहरू देखाउँछौँ, वेट गरेको पनि देखाउँछौँ हजुरहरूलाई। यो ठ्याक्कै अलिकति नापाइमा अलिकति फरक पऱ्यो भने चाहिँ 1 आधी किलोको फरक पर्न सक्छ, त्यहाँभन्दा धेरै चाहिँ फरक पर्दैन। अब हजुरहरूले पनि जिम्दो वेट गरेर बेच्न चाहनुहुन्छ अथवा खरिद गर्न चाहनुहुन्छ भने यो सूत्र प्रयोग गर्नुभयो भने एकदमै सजिलो हुनेछ हजुरहरूलाई पनि। र भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनुहुनेछ भन्ने हामी एकदमै आशावादी छौँ। हस्त नमस्कार, धन्यवाद। ल है गाइज वेट चेक हुँदैछ यहाँ। हाम्रो सूत्रले काम गर्छ गर्दैन, कतिको मिल्छ कतिको फरक पर्दो रहेछ हामी हजुरहरूलाई देखाउँदैछौँ। अनि भुरे कहाँ जाने चाहिँ अरू पकाउँदैछन्। टाउ गयो, टाउ पनि होला। टाउ भयो भने टाउ नि होला। टाउ गयो भइसक्यो। बोस यत्रो छ, 1 किलोभन्दा बढी यति हाल्थ्यो। यो 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 तौले हैन, यो पनि तौलिन्छ तौलिन्छ नै। त्यसलाई छुट्याइ राख्नु पर्यो। यसलाई तौलिन त्यो कटिसीमा हालेर पनि छुट्याइ हालौँ ल। यो हाम्रो मिल्छ कि मिल्दैन क्या हिसाब, गणितीय हिसाब मिल्छ कि मिल्दैन भन्ने कुरा। कति भयो ज्वाइँ सबै 9 भयो। आधा बढी हुनु यो ढक निकाल्नु न। 10 कति भयो त? 10 5 15 किलो भयो। माले यो पनि जोड्नु भएको 17 किलो हुन्छ क्या। 17 किलो हुन्छ। चारटा खुट्टा भित्र उभरी गरेर 17 किलो पुग्छ हैन। ल ल म पास भएँ है, हाम्रो हिसाब मिल्यो।